नमस्कार साथीहरू, आज हामी कुरा गर्दैछौँ मुला किन पाचनका लागि उत्तिकै लाभदायक हुन्छ। मुला साधारण तरकारी जस्तै देखिन सक्छ, तर यसको भित्री शक्ति पाचन प्रणालीलाई बलियो बनाउने चमत्कारी गुणले भरिएको छ। चलिए मुलाभित्र के हुन्छ र कसरी यो पाचन सुधार्छ विस्तृत रूपमा बुझौँ। मुलाभित्रका मुख्य पोषक तत्व। मुलामा धेरै प्रकारका प्राकृतिक तत्व पाइन्छन् जसले पाचन सहज बनाउँछ। मुख्य रूपमा उच्च मात्रामा डायटरी फाइबर। मुलामा घुलनशील र अघुलनशील दुवै प्रकारको रेसा पाइन्छ। यसले आन्द्रा सफा गर्छ, कब्जियत हटाउँछ, पेट हल्का महसुस गराउँछ। रेसा नै पाचन सुधार्ने मुलाको सबैभन्दा ठूलो शक्ति हो। मुलामा हुने डाइजेस्टिभ एन्जाइम्स। मुलामा अमाइलेज, एस्टरेज, डायस्टेज जस्ता प्राकृतिक डाइजेस्टिभ एन्जाइम्स पाइन्छन्। यी एन्जाइमहरूले खाना छिटो टुक्र्याउन मद्दत गर्छ, पेटमा एसिडिटी जम्न दिँदैन, फुल्ने समस्या कम गर्छ, ग्यास तथा अपच हटाउँछ। विशेष गरी राफानिनले पेटका ब्याक्टेरिया सन्तुलनमा राख्ने काम गर्छ। मुलामा पानीको मात्रा। मुला करिब 90% पानीले भरिएको हुन्छ। यो उच्च पानीको मात्रा पाचनमा लुब्रिकेन्टको काम गर्छ, मल निस्कन सजिलो बनाउँछ, शरीरलाई हाइड्रेट राखेर एसिडिटी कम गर्छ। यही कारण मुला खाएपछि पेट हल्का र सफा महसुस हुन्छ। मुलाको एन्टिअक्सिडेन्ट्स र एन्टी इन्फ्लेमेटरी गुण। मुलामा रहेको भिटामिन सी, एन्थोसायनिन्स र एन्टिअक्सिडेन्ट्सले पेटभित्र सुजन कम गर्छ, पाचन अङ्गलाई हिल गर्न मद्दत गर्छ, ब्याक्टेरिया, सङ्क्रमण र पेट दुखाइ घटाउँछ। यो पाचन तन्त्रलाई लम्बे समयसम्म स्वस्थ राख्न सहयोगी तत्त्व हो। मुला लिभर फ्रेन्डली किन हुन्छ? मुला नियमित सेवन गर्दा लिभर शुद्ध हुन्छ। यसमा भएका डिटक्सिफाइङ एलिमेन्ट्सले लिभरमा भएको जथाभावी बोसो हटाउँछ, बाइल जुस उत्पादन बढाउँछ। यसले पाचन अझ छिटो र सहज बनाउँछ। लिभर राम्रो भएको मान्छेको पाचन स्वाभाविक रूपमा उत्कृष्ट हुन्छ। मुलाले पाचनमा गर्ने प्रमुख 7 फाइदाहरू। अब छोटकरीमा मुला पाचनका लागि किन चमत्कारिक छ हेर्नुहोस्। कब्जियत हटाउँछ, ग्यास अपच कम गर्छ, भोजन छिटो पचाउन मद्दत गर्छ, पेट फुल्ने समस्या घटाउँछ, आन्द्रा सफा राख्छ, एसिडिटी नियन्त्रण गर्छ, लिभरलाई सक्रिय बनाउँछ। कसरी र कहिले खाने? सलादमा, तरकारीमा, जुस बनाएर, अचारमा, खाजा जस्तै काँचै। सबैभन्दा राम्रो समय दिउँसो खाना अघि। नोट: राति काँचै मुला खाँदा केहीलाई ग्यास र फुल्ने समस्या हुन सक्छ। हेल्थ टिप्स ओभरले। मुला सामान्य देखिन्छ, तर यसको पाचन सुधार्ने शक्ति असाधारण छ। यदि तपाईँ पेट सफा, हल्का र स्वस्थ राख्न चाहनुहुन्छ भने मुलालाई आफ्नो दैनिक भोजनमा समावेश गर्न नबिर्सनुहोस्। यो जानकारी उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को भिडियोमा फेरि भेटौँ। धन्यवाद। नमस्कार।